तपाईँ छ नि मन्त्री हुनुभन्दा अगाडि कहाँ पुग्नुभयो? कुन जिल्ला? ताप्लेजुङ। ताप्लेजुङमा तपाईँलाई बसिरहँदाखेरि कसले फोन गर्यो? खै यताबाट फोनहरू आइगयो, साथीहरूको फोन धेरै त, छिटो आइज काठमाडौँ। होइन, पहिलो फोन तपाईँलाई मन्त्री बन्नको लागि कसले गर्यो? होइन मन्त्री बन्नको लागि होइन, मन्त्री बन्नको लागि यहाँ आन्दोलन भयो, यहाँ यस्तो भयो, ल मन्त्री बन्नुपर्छ आऊ भनेर साथीभाइहरूले भनेकै कुरा हो कि, आफ्नै साथीभाइहरू हो धेरै। मैले आउँदैन भनेर भनेको हो। तर ठ्याक्कै त्यही बेलामा चाहिँ के भयो भने, ठ्याक्क त्यही बेलामा के भयो भन्दाखेरि अब हामीले लगेको किताब पनि सकियो। यताबाट चाहिँ त्यो आन्दोलनले गर्दाखेरि त्यहाँ किताब मगाउन पनि सकिएन माथि गाउँमा। अनि वीरगञ्जमा एउटा काम पर्यो, त्यही भएर म चाहिँ के अरे वीरगञ्ज आएको हो। त्यसरी वीरगञ्जबाट यहाँ आएको हो। यहाँ आएपछि सबैले घेरिहाल्यो मन्त्री। होइन, तपाईँ देशभरि किताब बिक्री अभियानमा हुनुहुन्थ्यो होइन? किताब त राम्रै बिक्री भएको छ तपाईँको? एकदम राम्रो बिक्री भएको छ। किताबहरू पढ्ने मान्छे पनि धेरै बढे तपाईँको कारणले गर्दाखेरि। तपाईँको किताब पढ्ने मान्छेहरू होडबाजी छ? होडबाजी त छैन, जे होस् राम्रो बिक्री भयो। तपाईँलाई मन्त्री बन्नको लागि पहिलो प्रस्ताव गर्ने व्यक्ति प्रधानमन्त्री सुशीला कार्की हो। प्रधानमन्त्रीले पनि भाइ कता हो, यता आइदिनु पर्यो, सहयोग गर्नु पर्यो भनेर मलाई फोन गरेकै हो।